राख्नु भएको छ हाम्रो छोरी खेलाइ राख्नु भएको छ मेरो नातिनी खेलाइ राख्नु भएको छ हाम्रो नानुको चाहिँ चाहिने जो आजभोलि इम्प्रुभ भएको छ ल लाउनुहोस् बुवा स्वास्थ्य लाभ भएको छ नातिनी बुवा अनि बुवा यता हेर्नुहोस् ठुलो भएको छ ए हातमै ट्याक्कै समात्दै यता हेर्नु आहा। कस्तो छ नुन लागेन एमा स्विट स्विट छ हो देख्नुभयो यस्तै गरेर खुवाउनु चाहिँ फल राख्नु बुवालाई बुढेसकालमा अनिवार्य खुवाउनु पर्छ घाँटी लाग्ने गरेर खुवाउनु होला फेरि टनाटन आइसक्रिम लिएर कस्तो ठिक छ बुवा यता हेर्नु क्यामेरामा पर्दा ठिक छैन बुवा भनिदिनु त केही मेरो साथीहरूलाई मेरो छोरो दिनको 2-3 पटक फ्रुट खुवाउँछ बिहान बेलुका मासु भात खुवाउँछ सबैजनाले आफ्नो बुवालाई यसरी सम्मान गर्नु होला केही नभए पनि एकचोटि आफ्नो बुवालाई यसरी अङ्गाला हाल्नु होला आफ्नो बुवालाई यसरी माया गर्नु होला है सबै छोराले छोरा बुहारीले भन् तपाईँ त हेर्नुहोस्